आज हामी नेपाल भाषामा चुनावको कुरा गर्छौं। त्यस्तै गरी तपाईलाई नेपाल भाषामा भोट माग्न आउँदैन भने हामी तपाईलाई यो भिडियोमा सिकाउँछौं र जसले गर्दा तपाईको मतदाताहरूको मन जित्न सजिलो हुनेछ। अब सुरु गरौं। चुनाव आयो अर्थात चुनाव वल चुनाव वल वल हैन यो वल 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 अर्थात आयो। भोट खसाल्न जाने हैन। भोट खसाल्न जाने हैन। भोट कुर्कवन्यु मकुला भोट कुर्कवन्यु मकुला कुर्कवन्यु अर्थात खसाल्न जाने हैन अर्थात मकुला। मलाई भोट दिनुस् है। जित भोट बिया दिसनि। जित भोट बिया दिसनि। जी अर्थात जी मात्र भन्दाखेरि म भयो। जित भन्दाखेरि मलाई। दिनुस् भन्नु पर्यो भने बिया दिस। देउ मात्र भन्नु पर्यो भने बिउ। यसरी बिउ देउ मात्र भन्नु पर्यो भने बिउ भन्दाखेरि हुन्छ। है भन्नु पर्यो भने नि। मलाई भोट दिएर जिताउनुस् है। जित भोट बिया ट्याका दिस नि। जित भोट बिया ट्याका दिस नि। दिएर अर्थात बिया जिताउनुस् ट्याका दिस। अब नारा लगाउनु पर्यो भने भोट केमा। अब कुनै पार्टीको नाम लिनु पर्यो अथवा सिम्बलको नाम लिनु पर्यो भने फर एक्जाम्पल मानौ कलम कलममा। अब यस्तो भन्नु पर्यो भने म अरु एक्जाम्पल पनि दिन्छु। अरु पार्टीको एक्जाम्पलहरु पनि दिन्छु। भोट छुके कलमे भोट छुके कलमे। त्यस्तै गरी अब अर्को भन्नु पर्यो भने यसमा चाहिँ
सूर्य मे हुँदैन, सूर्य हुन्छ। यहाँ जस्तो यहाँ के भनेको जस्तै यहाँ ये हुनुपर्ने, यमा ये हुनुपर्ने, सूर्य हुनुपर्ने। हो चुके सूर्य, सूर्यको सट्टा सूर्य, अथवा सूर्यले पनि भन्छौं। सूर्यले, सूर्य भन्नाले द्य भन्नाले गड हो, अथवा अर्थात् भगवान। हो चुके सूर्यले यसरी पनि भन्न सक्छौं, अथवा सूर्यले, अथवा हो चुके सूर्यमा पनि भन्न सक्छौं। अलिकति मिक्स गर्दाखेरि यहाँ द्यको स्पेलिङ थोरै फरक हुन्छ जस्तो लाग्छ। यो भन्दा कसैलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला। त्यस्तै गरी लौरो, लौरोमा भन्नु पर्यो भने तुता, बुढाबुढीले टेक्ने लौरोलाई तुता भन्छ, तुता, तुता। त्यस्तै गरी छातामा भन्नु पर्यो भने छातालाई कुसा, कुसा। मैले अरु कुनै छुटाएको छ भने प्लिज कमेन्ट गर्नुहोला, कमेन्टमा भन्नुहोला, म त्यसको सक्दो छिटो रिप्लाई गरिदिनेछु। र कोही साथीलाई कमेन्टमा कसैले केही कुरा सोधेको छ र थाहा छ भने प्लिज एन्सर गरेर हेल्प गरिदिनु होला। हामीले एक अर्कालाई हेल्प गर्यौं भने नेपाल भाषा सिक्नलाई सबैलाई सजिलो हुन्छ। त्यस्तै गरी अब आयो, आयो, अब कांग्रेस हुन सक्छ, कम्युनिस्ट हुन सक्छ, अब सूर्य हुन सक्छ, त्यस्तै गरी समाजवादी हुन सक्छ, अरू डट 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 डट, अरू आयो, आयो, डट 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 आयो, अथवा कांग्रेस आयो भन्नु पर्यो भने वल, वल वल कांग्रेस, अथवा एमाले, अथवा समाजवादी, वल, वल वल कांग्रेस वल, यसरी पनि हामीले भन्न सक्छौं। यसमा मैले यति नै बनाए। केही मैले भन्न छुटेको तपाईलाई सोधौं जस्तो लागेको केही छ भनेदेखि प्लिज कमेन्ट गर्नुहोला। र कोही साथीलाई कमेन्टको एन्सर थाहा छ भने एन्सर गरेर प्लिज हेल्प गर्नुहोला। सक्दो मैले छिटो कमेन्ट गर्ने कोसिस गर्छु, तर कहिलेकाहीँ मैले रिप्लाई गर्न ढिलो भयो भने साथीहरूले कमेन्ट गरेर हेल्प गरिदिनु भयो भने सबैलाई हेल्प हुन्छ र हामी सबै मिलेर नेपाल भाषालाई पछिसम्म बचाइराख्न सक्छौं।